नेपालको संविधान 2072 को प्रस्तावको सुरुमा के लेखिएको छ? हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता। नेपालको संविधान 2072 बमोजिम नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता कसमा निहित रहेको छ? नेपाली जनतामा। धार्मिक हिसाबले नेपाल कस्तो राज्य भएको छ? धर्मनिरपेक्ष। नेपालमा हालसम्म घोषणा गरिएका संविधानहरू: 1. नेपाल सरकार वैधानिक कानुन 2004 6 भाग 68 धारा र 1 फेहरिस्त। 2. नेपाल अन्तरिम शासन विधान 2007 7 भाग 73 धारा र 1 अनुसूची। 3. नेपाल अधिराज्यको संविधान 2015 10 भाग 77 धारा र 10 परिच्छेद। 4. नेपालको संविधान 2019 भाग 20 97 धारा र 6 अनुसूची। 5. नेपाल अधिराज्यको संविधान 2047 23 भाग 133 धारा र 3 अनुसूची। 7. नेपालको अन्तरिम संविधान 2063 6. नेपालको अन्तरिम संविधान 2063 25 भाग 167 धारा र 4 अनुसूची। 7. नेपालको संविधान 2072 35 भाग 308 धारा र 9 अनुसूची। नेपालको संविधान 2072 कस्तो कानुन हो? मूल कानुन। नेपालको संविधान 2072 सँग बाँझ्ने कानुन बाँझेको हदसम्म के हुन्छ? अमान्य। नेपालको संविधान 2072 पालना गर्नु कसको कर्तव्य हुन्छ? प्रत्येक व्यक्तिको। धार्मिक हिसाबले नेपाल कस्तो राज्य हो? धर्मनिरपेक्ष राज्य। नेपालको राष्ट्रभाषा कुन हो? नेपालमा बोलिने सबै मातृभाषाहरू। नेपालको सरकारी कामकाजको भाषा कुन हो? देवनागरी लिपिमा लेखिएको नेपाली भाषा। नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशको बहुसङ्ख्य जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य र कुनै भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने व्यवस्था रहेको छ। राष्ट्रभाषालाई। नेपालको राष्ट्रिय झण्डाको व्यवस्था नेपालको संविधान 2072 को कुन धारामा गरिएको छ? धारा 8 मा। नेपालको राष्ट्रिय गान इत्यादिको व्यवस्था कुन धारामा गरिएको छ? धारा 9 मा। नेपालको राष्ट्रिय फूल कुन हो? लारीगुराँस। नेपालको राष्ट्रिय जनावर कुन हो? गाई। नेपालको राष्ट्रिय रङ कुन हो? सिमरिक। नेपालको राष्ट्रिय पंक्षी कुन हो? डाँफे। नेपालको संविधान 2072 को कुन भागमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ? भाग 2 मा। नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगाना नभई प्रत्येक नाबालक कुन हदसम्म वंशजको आधारमा नेपालको नागरिकता ठहर्दछ? निजको बाबु वा आमा फेला नपरेसम्म। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई कुन आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ? वंशजको आधारमा। बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुन बमोजिम अङ्गीकृत नागरिकतामा परिणत हुने। विदेशी नागरिकसँग बिहेबाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हद निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेश मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले कस्तो नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ? सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता। अङ्गीकृत नागरिकता वा सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सक्ने अधिकार कसलाई छ? नेपाल सरकारलाई। नेपालको संविधान 2072 को कुन भागमा मौलिक हक र नागरिक कर्तव्यको व्यवस्था गरिएको छ? भाग 3 मा। नेपालको संविधान 2072 मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ? 31 वटा। नेपालको संविधानमा उल्लेखित मौलिक हक र कर्तव्यहरू: धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हक। धारा 17 स्वतन्त्रताको हक। धारा 18 समानताको हक। धारा 19 सञ्चारको हक। धारा 20 न्याय सम्बन्धी हक। धारा 21 अपराध पीडित हक। धारा 22 यातना विरुद्धको हक। धारा 23 निवारण नजरबन्द विरुद्धको हक। धारा 24 छुवाछुत तथा भेदभाव विरुद्धको हक। धारा 25 सम्पत्तिको हक। धारा 26 धार्मिक स्वतन्त्रताको हक। धारा 27 सूचनाको हक। धारा 28 गोपनीयताको हक। धारा 29 शोषण विरुद्धको हक। धारा 30 स्वच्छ वातावरणको हक। धारा 31 शिक्षा सम्बन्धी हक। धारा 32 भाषा तथा संस्कृतिको हक।
धारा 33 रोजगारीको हक, धारा 34 श्रमको हक, धारा 35 स्वास्थ्य सम्बन्धी हक, धारा 36 खाद्य सम्बन्धी हक, धारा 37 आवासको हक, धारा 38 महिलाको हक, धारा 39 बालबालिकाको हक, धारा 40 दलितको हक, धारा 41 ज्येष्ठ नागरिकको हक, धारा 42 सामाजिक न्यायको हक, धारा 43 सामाजिक सुरक्षाको हक, धारा 44 उपभोक्ताको हक, धारा 45 देश निकाला विरुद्धको हक, धारा 46 संवैधानिक उपचारको हक, धारा 47 मौलिक हकको कार्यान्वयन, धारा 48 नागरिक कर्तव्य। नेपालको संविधान 2072 को कुन कुन धारामा मौलिक हकको व्यवस्था गरिएको छ? धारा 16 देखि धारा 46 सम्म। प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न पाउने र मृत्युदण्डको सजाय हुने कानून नबनाउने कुन चाहिँ मौलिक हक अन्तर्गत व्यवस्था गरिएको छ? सम्मानपूर्वक बाँच्न पाउने हक। नेपालको संविधान 2072 को स्वतन्त्रताको हक अन्तर्गत प्रत्येक नागरिकलाई कति प्रकारमा स्वतन्त्रता हुने व्यवस्था गरिएको छ? 6 प्रकारका स्वतन्त्रहरू। प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम कुन तहसम्म निशुल्क शिक्षा पाउने हक हुने व्यवस्था नेपालको संविधान 2072 ले गरेको छ? माध्यमिक तहसम्म। आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक कसलाई प्राप्त हुने हक हो? नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई। पक्राउ गरेको व्यक्तिलाई पक्राउ भएको समयबाट म्याद बाहेक कति अवधिभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्दछ? 24 घण्टाभित्र। श्रमको हकको व्यवस्था नेपालको संविधान 2072 को कुन धारामा गरिएको छ? धारा 34 मा। नेपालको संविधानको कुन धारामा प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक सरकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने सूचनाको हक सम्बन्धी व्यवस्था गरिएको छ? धारा 27 मा। नेपालको संविधानमा नागरिकका कर्तव्य सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ? धारा 48 मा। नागरिकको कर्तव्य: क. राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु। ख. संविधान र कानूनको पालना गर्नु। ग. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु। घ. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व नेपालको संविधान 2072 को कुन भागमा व्यवस्था गरिएको छ? भाग 4 मा। राज्यका निर्देशक सिद्धान्तहरूको सम्बन्धमा नेपालको संविधान 2072 को कुन धारामा उल्लेख गरिएको छ? धारा 50 मा। राज्यका निर्देशक सिद्धान्तहरू कतिवटा तोकिएका छन्? 4 वटा। राज्यका नीतिको सम्बन्धमा नेपालको संविधान 2072 को कुन धारामा उल्लेख गरिएको छ? धारा 51 मा। नेपालको कार्यकारिणी अधिकार कसमा निहित हुने व्यवस्था छ? मन्त्री परिषदमा। नेपालको संविधान 2072 मा राज्यका नीतिहरू कतिवटा उल्लेख गरिएको छ? 13 वटा। राज्यका नीतिहरू: क. राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति। ख. राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति। ग. सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति। घ. अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति। ङ. कृषि र भूमि सुधार सम्बन्धी नीति। च. विकास सम्बन्धी नीति। छ. प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्धन र उपयोग सम्बन्धी नीति। ज. नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति। झ. श्रम र रोजगार सम्बन्धी नीति। य. सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति। ट. न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति। ठ. पर्यटन सम्बन्धी नीति। ड. अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति। नेपालको संविधान 2072 र अन्य कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभावक कुन निकाय उप व्यवस्था छ? मन्त्री परिषद। नेपालको कार्यकारिणी सम्बन्धी काम कसको नाममा हुन्छ? नेपाल सरकार। नेपालको संविधानको कुन भागमा राज्यको संरचना र राज्यको शक्तिको बाँडफाँड सम्बन्धी व्यवस्था छ? भाग 5 मा। नेपालको संविधान 2072 अनुसार प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू सम्बन्धमा कुन अनुसूचीमा व्यवस्था गरिएको छ? अनुसूची 4 मा। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना कति तहको हुनेछ? 3 तहको: प्रदेश, संघ, प्रदेश र स्थानीय तह। नेपालको संविधान 2072 को कुन धारामा नेपालको राज्यको शक्ति प्रयोग संघ, प्रदेश र स्थानीय तहमा संविधान तथा कानून बमोजिम गर्ने व्यवस्था गरिएको छ? धारा 56 को उपधारा 2 मा। नेपालको संविधान 2072 अनुसार नेपालमा स्थायी तह अन्तर्गत कुन कुन निकायहरू पर्दछन्?
नेपालको संविधान 2072 अनुसार नेपालमा स्थानीय तह अन्तर्गत कुन कुन निकायहरू पर्दछन्? गाउँपालिका, नगरपालिका र जिल्ला सभा। नेपालको संविधान 2072 अनुसार सङ्घले आफ्नो अधिकारको प्रयोग कुन कानुन अनुसार गर्ने व्यवस्था छ? संविधान र सङ्घीय कानुन बमोजिम। नेपालको संविधान 2072 को अनुसूची 9 मा उल्लेखित विषयमा निहित रहने सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको प्रयोग कुन कानुन अनुसार हुने व्यवस्था गरिएको छ? संविधान, सङ्घीय कानुन, प्रदेश कानुन र गाउँसभा वा नगरसभाले बनाएको कानुन अनुसार। नेपालको संविधान 2072 बमोजिम सङ्घ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहको प्रयोग गर्ने गरी नतोकिएको विषयमा कसको अधिकार हुनेछ? सङ्घको अधिकार। नेपालको संविधान 2072 मा आर्थिक अधिकारको प्रयोग सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ? धारा 59 मा। नेपालको संविधान 2072 अनुसार वैदेशिक सहायता र ऋण लिने अधिकार कसलाई हुनेछ? नेपाल सरकार। नेपालको संविधान 2072 को कुन धारामा राजस्व स्रोतको बाँडफाँड सम्बन्धी व्यवस्था गरिएको छ? धारा 60 मा। प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसको सिफारिस बमोजिम हुनेछ? राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग। प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण कसले गर्दछ? नेपाल सरकारले। प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्च आवश्यकता र राजस्वको क्षमता आधारमा कुन कानुन अनुसार वित्तीय समानीकरण अनुदान वितरण गर्नेछ? प्रदेश कानुन। नेपालको संविधान 2072 को कुन धारामा राष्ट्रपतिको व्यवस्था गरिएको छ? धारा 61 मा। नेपालको संविधान 2072 को कुन धारामा उपराष्ट्रपतिको व्यवस्था गरिएको छ? धारा 67 मा। राष्ट्रपतिको पदावधि कति वर्षको हुनेछ? 5 वर्ष। नेपालको संविधान 2072 को कति धारामा सम्मानार्थ नागरिकता दिने सकिने व्यवस्था गरेको छ? धारा 11 को उपधारा 9 मा। नेपालको संविधान 2072 मा कुन धारामा मृत्युदण्डको सजाय दिने गरी कानुन बनाउन नपाइने व्यवस्था रहेको छ? धारा 16 को उपधारा 2 मा। नेपालको संविधान 2072 मा कुन धारामा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुने व्यवस्था रहेको छ? धारा 18 को उपधारा 5 मा। नेपालको संविधान 2072 को कुन धारामा असमर्थ पक्षलाई कानुन बमोजिम निशुल्क कानुनी सहायता पाउने सम्बन्धी व्यवस्था रहेको छ? धारा 20 को उपधारा 10 मा। नेपालको संविधान 2072 को कुन धारामा प्रत्येक नागरिकलाई राज्यको तर्फबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निशुल्क हुने तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक व्यवस्था रहेको छ? धारा 31 को उपधारा 2 मा। नेपालको संविधान 2072 बमोजिम राष्ट्रपति हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ? 45 वर्ष। नेपालको संविधान 2072 बमोजिम कति पटकसम्म राष्ट्रपति निर्वाचन भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वार हुन नपाउने व्यवस्था गरेको छ? 2 पटक। नेपालको संविधान 2072 बमोजिम कुन धारामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्ने व्यवस्था गरेको छ? धारा 70 मा। नेपालको संविधान 2072 बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको आफ्नो कार्यभार सम्हाल्नु अघि को समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्दछ? राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष। नेपालको शासकीय स्वरूप बहुदलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली रहने व्यवस्था कुन धारामा रहेको छ? धारा 74 मा। नेपालको संविधान 2072 बमोजिम कार्यकारिणी अधिकार कसमा निहित रहेको छ? मन्त्री परिषदमा। नेपालको संविधान 2072 बमोजिम नेपाल सरकारको नाममा हुने निर्णय वा आदेश र तत् सम्बन्धी अधिकार पत्रको प्रमाणीकरण कुन कानुन बमोजिम हुने व्यवस्था रहेको छ? सङ्घीय कानुन। नेपालको संविधान 2072 बमोजिम मन्त्री परिषदको गठन सम्बन्धी व्यवस्था संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा 76 मा। नेपालको संविधान 2072 बमोजिम प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्री पद रिक्त भएको मितिले कति दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ? 35 दिनभित्र। नेपालको संविधान 2072 बमोजिम संघीय संसदमा सदस्य मध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा कति सदस्यीय संघीय मन्त्री परिषद गठन गर्न सकिनेछ? 25 जना। प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन्
भने मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा को प्रति उत्तरदायी हुनेछ? प्रधानमन्त्री र संघीय संसद प्रति। प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संघीय संसद प्रति उत्तरदायी हुनेछन् भनी मन्त्रीले आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा को प्रति उत्तरदायी हुनेछन्? प्रधानमन्त्री र संघीय संसद प्रति। नेपालको संविधान 2072 बमोजिम संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति मन्त्री पदमा नियुक्ति गरिएमा त्यस्ता मन्त्रीले कति समयभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। शपथ लिएको मितिले 6 महिनाभित्र। नेपालको संविधान 2072 बमोजिम प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष र राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष। नेपालको संविधान 2072 बमोजिम कति सदनात्मक संघीय व्यवस्थापिका रहनेछ? केन्द्रमा 2 सदनात्मक प्रतिनिधि सभा र राष्ट्रिय सभा धारा 83 मा र प्रदेशमा 1 सदनात्मक व्यवस्थापिका। नेपालको संविधान 2072 बमोजिम खस आर्यमा पर्ने समुदाय कुन कुन हुन्? क्षेत्री, ब्राह्मण, ठकुरी, सन्यासी, 10 नामी समुदाय। कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार संघीय कानून बमोजिम कति वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई हुन्छ? 18 वर्ष। नेपालको संविधान 2072 बमोजिम संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट कुल सदस्य संख्याको कति प्रतिशत हिस्सा महिला निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ? कम्तीमा 1/3। नेपालको संविधान 2072 बमोजिम कार्यकाल अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल कति वर्षको हुनेछ? 5 वर्षको। नेपालको संविधान 2072 बमोजिम प्रतिनिधि सभाका कति सदस्य रहने व्यवस्था रहेको छ? 275, प्रत्यक्ष 165, समानुपातिक 110। संघीय प्रतिनिधि सभाको कार्यकाल सङ्कटकालीन अवस्थामा घोषणा लागू भएको अवस्थामा अधिकतम कति कार्यकाल बढाउन सकिने व्यवस्था रहेको छ? 1 वर्ष। नेपालको संविधान 2072 बमोजिम स्थानीय सदनका रूपमा रहने राष्ट्रिय सभामा कतिजना सदस्य रहने व्यवस्था रहेको छ? 59 संसदीय गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख रहेको निर्वाचन मण्डलले निर्वाचित गरेका 56 सदस्य र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित 3 जना सदस्य। नेपालको संविधान 2072 प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना कुन दिनबाट गणना हुनेछ? राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट। राष्ट्रिय सभाका सदस्यहरूको पदावधि कति वर्षको रहनेछ? 6 वर्षको। राष्ट्रिय सभाका 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुनेछ। संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा 1/3 को 2 वर्ष, अर्को 1/3 को 4 वर्ष र बाँकी 1/3 को 6 वर्षको हुने गरी पदावधि कायम गरिनेछ। संघीय संसदको सदस्यको उम्मेद्वार हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि कति वर्ष उमेर पूरा भएको हुनु पर्दछ? प्रतिनिधि सभाका लागि 25 वर्ष र राष्ट्रिय सभाका लागि 35 वर्ष। सदनलाई सूचना नदिई लगातार कतिवटा बैठकमा अनुपस्थित भएमा संघीय संसदको सदस्यको स्थान रिक्त हुन्छ? 10 वटा। संघीय संसदको कुनै सदस्य प्रचलित कानून बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसबाट गर्ने व्यवस्था रहेको छ? सर्वोच्च अदालतको संवैधानिक इजलास। नेपालको संविधान 2072 अनुसार प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ? 15 दिनभित्रमा। प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये 1 जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दलको प्रतिनिधि हुनु पर्ने व्यवस्था नेपालको संविधान 2072 को कुन धारामा उल्लेख गरिएको छ? धारा 91 को उपधारा 2। तर प्रतिनिधि सभामा 1 भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन सक्ने।
नेपालको संविधान 2072 बमोजिम राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ? 15 दिनभित्रमा। नेपालको संविधान 2072 बमोजिम प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले कति दिनभित्र राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ? 30 दिनभित्र। उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ? धारा 96 मा। नेपालको संविधान 2072 कुन धारामा संघीय संसदको दुई सदनका बीचको कार्यप्रणालीलाई व्यवस्थित गर्न र कुनै विधेयकमा रहेको मतभिन्नता अन्त गर्न वा अन्य कुनै खास कार्यका लागि दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनले प्रस्ताव पारित गरेमा संयुक्त समितिको गठन गरिनेछ। त्यस्तो संयुक्त समितिमा प्रतिनिधि सभाका सदस्य 5 जना र राष्ट्रिय सभाका सदस्य 1 जनाको अनुपातमा समावेशिताको आधारमा बढीमा 25 जना सदस्य रहन सक्ने व्यवस्था रहेको छ। धारा 97 को उपधारा 2 मा। नेपालको संविधान 2072 को कुन धारामा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था रहेको छ? धारा 100 को उपधारा 1 मा। नेपालको संविधान 2072 बमोजिम प्रधानमन्त्री नियुक्त भएको कति अवधिसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइने व्यवस्था रहेको छ? 2 वर्षसम्म। नेपालको संविधान 2072 को कुन धारामा महाअभियोग सम्बन्धी व्यवस्था रहेको छ? धारा 101 मा। नेपालको संविधान 2072 मा विशेषाधिकार सम्बन्धी व्यवस्था कति धारामा रहेको छ? 103। नेपालको संविधान 2072 बमोजिम राष्ट्रपतिले कसको सिफारिसमा संघीय संसदको महासचिवको नियुक्ति गर्न सक्ने व्यवस्था रहेको छ? प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैको। अर्थ विधेयक कुन संसदमा मात्र पेश गर्न सकिने व्यवस्था छ? प्रतिनिधि सभामा। कुनै विधेयक अर्थ विधेयक हो होइन भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय गर्ने अधिकार कसलाई रहेको छ? सभामुख। अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान संघीय संसदमा कहिले पेश गर्नुपर्ने व्यवस्था रहेको छ? प्रत्येक वर्षको जेठ 15 गते। पूरक अनुमान अर्थमन्त्रीले प्रतिनिधि सभा समक्ष पेश गर्दछन्। संघीय आकस्मिक कोष कसको नियन्त्रणमा रहने व्यवस्था छ? नेपाल सरकार। नेपालको संविधान 2072 बमोजिम नेपालमा कति तहका अदालत रहने व्यवस्था छ? 3 तह, सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत।